आज झन् प्यासिभ हुनुभयो तपाईहरु किन प्लिज बोल्नु न ओके सो हिजो रोज्नु भयो त नामहरु के क्याटेगोरी के रोज्नु भयो रोज्यौ हामीले म तपाईलाई सोध्छु अब तपाई बोल्नुहुन्छ अन्त हिजो हामीले जुन कुरा गर्यौ नि पहिला हामीले एउटा ब्रान्ड ब्रेकडाउन गरेर हेर्यौ हैन लाइक सोशली उनीहरुले चाहिँ कसरी कम्युनिकेट गरिरहेछ भनेर हेर्यौ त पछाडी अब हामीले पनि आफ्नै गर्ने भनेर गर्यौ नि त यो 15 डेज असाइनमेन्टको लागि सो हामीले कुनै एउटा ब्रान्ड रोज्यौ जस्तै आफ्नो नामको केही समथिङ क्लोथिङ स्टोर हुन सक्यो समथिङ केही रोज्यौ कि छैन छैन भने एकछिन टाइम लिनु गर्नु 5 मिनेट लिनु दुई जनाको पेयर अप गर्नु अनि गर्नु न है त ओके सो त्यसमा गर्ने भनेको चाहिँ कसले सोध्नु भयो हिजो हामीले कुरा गरेको थियौ नि जुन चाहिँ हामीले चाहिँ ब्रान्ड लियौं त्यसले चाहिँ तपाईसँग कसरी कम्युनिकेट गर्छ भनेको थियो नि तपाईको फेभरेट ब्रान्ड चुज गर्नलाई हामीले यसबाट वेट है त ओके सरी सर ओके सो हिजो हामीले यो पार्ट कभर गरेको थियौ नि जुनमा चाहिँ हामीले तीनटा ब्रान्ड लियौं अनि त्यसलाई डिकोड गर्यौं अनि डिकोड गरेपछि चाहिँ त्यो जस्तै अब तपाईले यदि आफ्नो ब्रान्ड खोल्नु हुन्थ्यो भने चाहिँ त्यसमा चाहिँ लाइक तपाईको कुन क्याटेगोरी हुन्थ्यो र तपाईको ब्रान्ड नेम चाहिँ के हुन्थ्यो भनेर भनेको थिएँ नि मैले छ हैन ल त्यो अनुसारले ल 5 मिनेट्स टाइम लिनु अनि त्यो कभर गर्नु नि त है त हुन्छ हुन्छ ऑडियन्स र कस्टमर जसले चाहिँ हामीबाट पर्चेस गर्छ त्यो कस्टमर भयो हैन ओके सो हामीले रिसेन्टली केही पर्चेस गरेका छौं कसैले अनलाइन या रिटेलमा गरेका छौं सो के गरेका छौं हामीले के भन्न मिल्छ लाइक एनीथिङ कुड बी एनीथिङ हामीले किन किन्यौ भनेर नि जाऊ न व्हाई डिड वी बाय इट किनकि हाम्रो टपिक नै व्हाई बिहाइन्ड द बाय छ नि हुडी ओके सो हामीले किन किन्यौ हुडी कोबाट किन्यौ भन्नु पहिला अनि त्यसबाट त्यसरी गर्नु ओके ओके सो हामीले त किन्नुको कारण चाहिँ जाडो महिना भएर हैन ओके सो त्यो नेसेसिटी भयो लाइक केही देखेर इम्पल्स बाइमा कसैले केही किनेछ केही देखेर अलिकति चित्त बुझेको जस्ट राम्रो लागेर किनेको ओके सो के छ पोलिस गर्ने सफा गर्नेवाला ओके सो त्यो पनि त नेसेसिटी भयो नि अझै इम्पल्समा किनेको कि ओके सो एकचोटि देखेर किन्नु भयो त्यो अनि त्यसको रिभ्यू केही छ त्यसमा ओके फाइन त्यो सकेको नै फाइन है त अरू केही छ त्यो बाइकको प्रडक्ट हो त्यो अलिकति बडी नेसेसिटीवाला प्रडक्ट भयो हैन लाइक त्यो बाइकको के ठ्याक्क नचाहिएको तर हामीले यतिकै किन्यौ नि केही छ हामीसँग त्यस्तो हजुर हजुर एयरबड्स ओके एयरबड्स कुन किन्यौ हामीले अल्टिमाको किन किन्यौ ओके केबाट किन्नुभयो तपाईँले लाइक उसले क्याम्पेन प्रपोज गरेर किन्नुभयो कि 11-11मा किन्नुभयो ओके सो त्यो अब पार्ट अफ क्याम्पेन भयो हैन सो तपाईँ किन किन्नुभयो सर्टेन डिस्काउन्टेड प्राइसमा थियो त्यो सो तपाईँ अफरबाट चाहिँ इम्प्रेस भएर किन्नुभयो है त फाइन सो मार्केटिङ भनेको चाहिँ इट्स नट अलवेज अबाउट सेलिङ प्रडक्ट भनौँ न प्रडक्ट या सर्भिसेस हैन इट्स मोर अबाउट अन्डरस्ट्यान्डिङ ह्युमन्स जस्तै तपाईँ कस्तो मान्छे हो हैन तपाईँको क्याटेगोरी के हो त्यो अनुसारले चाहिँ हामीले प्रडक्टहरू बेच्ने गर्छौँ अलिकति क्यामेराहरू नर्भस हुँदो रहेछ बोल्दाखेरि ठिक छ प्लिज ओके सो मेन चाहिँ हामीले चाहिँ जहिले पनि अडियन्सहरू सेट गर्दाखेरि चाहिँ दुईटा पार्ट हुन्छ के एउटा डेमोग्राफिक भन्ने हुन्छ र अर्को साइकोग्राफिक्स हुन्छ डेमोग्राफिक भनेको चाहिँ कस्तो डेमोग्राफीमा के छ तपाईसँग एजको कुरा हुन्छ जेन्डरको कुरा हुन्छ लोकेसनको कुरा हुन्छ प्लस इन्कम ग्रुप भयो उसले कहाँ काम गर्छ हैन उसको जस्तै फ्यामिली स्टेटस के छ उसको जस्तै रिलेसनशिप स्टेटस के छ त्यो सबै डिटरमाइन गर्छ डेमोग्राफिक्सले भनेपछि साइकोग्राफिक्समा चाहिँ के हुन्छ भने मोर ओभर इन्ट्रेस्ट हुन्छ के जस्तै यदि तपाईँ कोहीसँग साथी हुनुहुन्छ भने तपाईँ उहाँसँग साथी किन हुनुहुन्छ व्हाट इज द मेन रिजन बिहाइन्ड योर फ्रेन्डशिप के हुन्छ भन्नु न मेन्टालिटी भन्दा पनि धेरै के मिल्छ कमन के हुन्छ धेरै भन्नु न कमन धेरै इन्ट्रेस्ट हुन्छ हैन तपाईहरुको बेला इन्ट्रेस्ट अलाइन हुन्छ अनि बल्ल तपाईहरुको मेन्टालिटी अलाइन हुने हो हैन
सो जति धेरै इन्ट्रेस्ट वाला हुन्छ तपाईँ त्यति क्लोज हुनुहुन्छ है, सो द्याट यु सेयर योर एक्सपिरियन्स विथ इच अदर होइन। अनि ब्रान्डले पनि त्यही गर्छ, तपाईँहरूको इन्ट्रेस्टमा खेल्छ उसले। तपाईँको जति धेरै इन्ट्रेस्टलाई थाहा हुन्छ तपाईँ केमा हुनुहुन्छ, जस्तै ब्युटीमा हुनुहुन्छ अथवा कस्मेटिक्सतिर भयो अथवा भनौँ न गेमिङतिर हुनुहुन्छ, सो त्यो अनुसारले उनीहरूले डिकोड गर्छ होइन। पहिला चाहिँ हाम्रो डेमोग्राफिक डिकोड हुन्छ पहिला सुरु, तपाईँ हामीले चाहिँ कुन एज ग्रुपलाई टार्गेट गर्ने त होइन, अथवा कुन चाहिँ जेन्डर स्पेसिफिकमा काम गर्ने, अनि लोकेसन कहाँको गर्ने, जस्तै सिटी एरिया गर्ने हो कि सबअर्बन गर्ने हो कि अथवा भिलेजेस गर्ने हो, त्यो पहिला सेट हुन्छ अनि बल्ल उनीहरूको इन्कममा